एभ्रिवान, यो चाहिँ हाम्रो बारी गोपेनीको। हाम्रो यहाँ के छ, यहाँ प्याज खेती पनि रहेछ हाम्रो यहाँ। लसुन, ओहो लसुन। हाम्रो यो फुल तरुल भन्छ यसलाई चाहिँ। हाम्रो चिया, यहाँ हेर्ने हाम्रो चिया गाइसहरू, चिया तिनीहरू छ। हाम्रो सबै चिया बारी थियो, अहिले चिया बारी हटेर यहाँ अलैँची बारी भएको छ। अलैँची, हाम्रो अलैँची त दामी रहेछ। अलैँची बारी भएर छ अहिले चाहिँ यतातिर। हाम्रो गोपेनी टुरमा छु म चाहिँ यता। हाम्रो अलैँची त अलैँचीको वर्ष यस्तो हुन्छ। अलैँची चाहिँ यस्तो हुन्छ। यता हाम्रो यो 30 घारी थियो, अहिले यस्तो भइसक्यो सबै काटेर। 30 जति केही पनि छैन अहिले। अनि यहाँ छ कुचोको बोट, अम्लिसो भन्छ। कुचोको बोट चाहिँ हाम्रो जङ्गल हो। जङ्गल त्यस्तो दामी खतरा छ नि हाम्रो जग्गा। यस्तो भएको छ अहिले चाहिँ यतातिर गोपेनीमा, हाम्रो गोपेनी भन्ने ठाउँमा। हरियाली दामी छ नि। हाम्रो यहाँ घर चाहिँ प्याज लसुन घर यहाँ हाम्रो टक्क फुल। यहाँ चाहिँ हामी बस्दैनौँ। मौरी पनि छ। मौरी इस्कुसको बोट, इस्कुस घारी छ हाम्रो। म चाहिँ आज बोडी टिप्दैछु। दासी पनि भन्छ बोडी यस्तो। आजको मेरो काम चाहिँ यो बोडी दासी टिप्ने काम छ। यहाँ हाम्रो किवी घारी छ। यहाँ किवी घारी अहिले म एकछिनमा घुम्नेछु। हाम्रो शेर्पा कामे शेर्पा दाजुको घर छ यहाँ। चौकी डाँडा तलदेखि तिप्ला जङ्गल कालो देखियो। यतातिर छ यस्तो ताल, यहाँदेखि ताल देखिन्छ। हेलो गाइज, म चाहिँ बोडी टिप्दैछु। बोडी चाहिँ यति टिपिसक्यो। बोडी देखाएको म तपाईँहरूलाई। बोडी चाहिँ यस्तो छ हाम्रोतिरको प्याक। यसको चाहिँ दाल टक्क अहिले सिजन छ। फेरि यो रायोको सागसँगै टक्क दालमा हालेर खोर्सानी, हरियो कवारे खोर्सानी टोक्दा त यस्तो दामी हुन्छ। यो यस्तो दामी हुन्छ कि यो। एउटा थुक्का लाग्दैन नि। अब साइला भन्ने भ्याउँदैन। अब एक दिन काम गर्छ, घरमा जानुपर्छ। त्यो कहाँ अनि छोरा मान्छेले काम गर्छ, बरु काटेर हेलो, यो चाहिँ हाम्रो किवी
किवी गोठ घारी छ पुरै किवी बगान छ हाम्रो किवी किवी बगान चाहिँ यस्तो छ हाम्रो किवी बगान चाहिँ पाकेछ एउटा चाहिँ पाएको रहेछ किवीको बोट हो किवी एरिया छ हाम्रो टनल किवी घारी पल्ला छ यो सम्म छ आम्मा यो हो नि त किवीको